गुड मर्निङ क्लास। गुड मर्निङ सर। आज हामी कक्षा 4 को सामाजिक विषय अन्तर्गत पेसा व्यवसायमा प्रयोग हुने सामग्री सम्बन्धीको पाठमा थप सामग्रीहरू हिजो पनि हामीले केही सामग्री ल्याएका थियौँ र आज पनि केही सामग्रीहरू चाहिँ बनाएर ल्याउनु भएको छ विद्यार्थीहरूले र यो सामग्री बनाउन सहयोग गर्नुहुने अभिभावकहरूलाई विशेष धन्यवाद भन्न चाहन्छौँ। हामी व्यावहारिक सिपलाई प्रयोग गर्नको लागि अथवा व्यावहारिक कुराहरू हाम्रो दिमागमा धेरै लामो समयसम्म रहिरहने भएको कारणले सिकाइलाई प्रभावकारी बनाउनुपर्छ, बालमैत्री बनाउनुपर्छ भन्ने हिसाबले हामीले यो विधि अवलम्बन गरेका छौँ। यसमध्ये केही शैक्षिक सामग्रीहरू बनाएर ल्याउनु भएको छ। कसले के बनाएको हो भन्दाखेरि अगाडिको बहिनीहरूको अभिभावकले घरबाट पठाउनु भएको रहेछ, उहाँहरूलाई धेरै धन्यवाद। ल अब म एक एकवटा सोध्छु, तपाईँहरूले त्यसको काम के हो भन्ने है। यतिबाट सुरु गरौँ। ओके ल यो उठाउँछु है म। के हो यो? यसको काम के हो? सामान जोख्ने काम गर्छ होइन? यो कसले प्रयोग गर्छ विशेष गरी? ल भन्नु त कहाँ प्रयोग हुन्छ? सामान कसले जोख्छ? ल भन्नु त। तराजुले जोख्छ। कहाँ प्रयोग हुन्छ भनेको के यो विशेष गरी? पसलमा। पसल कसले गर्छ? मतलब पसल गर्ने मान्छेलाई के भन्छ भनेको कि? गुड। ल व्यापारीले प्रयोग गर्दो रहेछ होइन? अनि यो के हो? यो हलो हो? यसको काम के हो? मगर कुरामा के भन्छ यसलाई? के भन्छ अरे? घोएर? घोएके? ओके थ्याङ्क यू। यो के हो? यो गोरुलाई जोत्नको लागि प्रयोग हुने सामग्री होइन? ओके थ्याङ्क यू। त्यसै गरी यो के हो? काम के हो यसको? कसले बनाइदिएको? कसले ल्याएको यो? ल थ्याङ्क यू। कसले बनाइदिएको? ल भन्नु त। ल थ्याङ्क यू भन्दै हो है, सरको तर्फबाट सरले धन्यवाद भन्नुभएको छ भन्दै हो है। ल यो कसको हो? आहा कस्तो राम्रो, धेरै मेहनत गरेर पठाइनु भएको छ, अभिभावकहरूलाई विशेष धन्यवाद। अनि यो त अब हलो भइहाल्यो होइन? यो के हो? यो यसको काम के हो? अरू केही काम गर्छ यसले? दाउरा काट्छ यसले? काट्छ होइन? काट्दैन तर दाउरा पनि काट्छ है यसले है। ल ओके थ्याङ्क यू। अनि यो के हो? यो के हो? यो पनि हँसिया जस्तै हुन्छ होइन? के गर्न परेको हुन्छ यो? ओके थ्याङ्क यू सबैजनालाई। बाई। कस्तो लाग्यो? बुझ्नुभयो काम के रहेछ यिनीहरूको? ल तराजुको काम के रहेछ? मासु मात्रै जोग्छ यसले? गुड। हलो जुवाको काम के हो? हँसियाको काम? खुकुरीको काम? अनि यसको काम? ओके बाई।